साथीहरु हजुरहरुलाई स्वागत छ मेरो नयाँ ब्लगमा। हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ नेपालगञ्जबाट बर्दी आइसके, घर आइसके। अनि अस्तिसम्म चाहिँ पानी आएन रोक्नु पाएन भनेर मान्छेहरु पुरा हुनुहुन्थ्यो भनेसी आज के 3 दिन भयो कि 2 दिन भयो पानी आएर यस्तो गरेछ कि यहाँ कि आमा म तपाईहरुलाई अहिले पानी पनि देखाउँछु। बिचाराहरु पुरै बाटोभरि उ भयो के हामी चाहिँ जान पाएको थिएन। हामी पनि आज रोप्ने भनेर बिउ चाहिँ उखाल्दै थियौँ। यस्तो पानी आएर त्यो आली नै देखिएन कता रोप्ने। बिउ पनि राम्रो भएन, बिउ पनि डुबिहाल्छ। बाबा स्कुल गएनस्? बसै आएन आज बिदा भरे। भाइ एकदम खुसी छ है बिदा भएर मक्ख परे आमा न। अब चाहिँ हामी यता गाउँतिर जान्छौँ। म तपाईँलाई पानी पनि देखाउँछु। अब पुरै पानी पऱ्यो। अब एकछिन पानी फाट्दै पनि हुन्थ्यो भनेर मामाले चाहिँ हाम्रो नि यहाँभित्र पुरै पानी आएर बढाल्दैछौँ। अहिले देखाउँछु। पानी हेर्नु न यहाँ यस्तो घरसम्म गइसक्यो कि भुमरी परेर बोतल नै के हो भाइ। यस्तो पानी पऱ्यो भाइ 2 दिनमा यस्तो भइसक्यो। पुरै सेतो भइसक्यो। बाटोमा पनि छ क्या यता हामी पनि जान्छौँ। यता पनि सेतै भयो। म तपाईँलाई पानी चाहिँ देखाउँछु यतातिर। बा बिचारा घरभित्र पानी जानिसक्यो भाइ यताको। अब पानी नपर्दै हुन्छ। आज 2 दिनमा यस्तो हुन्छ पानी फेरि यता पानी यस्तो बाटोमा। यो चाहिँ बाटो देखेन हेरे नालामा चलो। यो चाहिँ बाटो यता बिचारा है भाइ। यतातिर पुरै पानी घरतिर जानिसक्यो। यिनीहरू हेर्न आएका अरे यिनीहरू। यो त हेर्नु त त्यो बारी र पानी एउटा देखिएन। रोपेको बारीहरू उतातिर छ। अब यस्तो पानी यता त अझ बाटो खाल्डो नि देखिएन के। 2 दिनमा यस्तो हुन्छ यता फेरि। कहिले पानी नपरेर हैरान हुन्छ, कहिले पानी परेर यस्तो हुन्छ। आइज क्या आइज। रोपेको बारी होइन बाबु यो आमाहरूको। केही देखिएन के। हो त नालामा जाला छ। यहाँ पनि यति दुबोबाट उता नाला हो कि फेरि उता बारी हो। यो चाहिँ बाटो अलिअलि त देखियो हामीहरूले। यस्तो पानी छ कि अझै पानी आउँदैछ। साथीहरु पौडी खेल्न छ भने हाम्रो गाउँतिर आउनु है। अगाडि त्यो 2टा घरमा त पुरै पानी जान लाग्यो कि गइसक्यो क्या त्यहाँ तल त भित्रै छ पानी। ओके स्कुल नगएर यिनीहरू 3 जना चाहिँ ड्रेस लगाएर पानी नाली र बाटो केही फरक छैन। यता नि छ यता अब कतासम्म छ कहाँ जाने हो। हाम्रो बारीतिर जाम है। हाम्रो बारी पनि आज रोप्ने भनेको बारी पनि समय भयो। सकिन्न यस्तो हेर्नु देखियो नि बाटो त देखियो अलिअलि त। थाहा नपर्ने त थाहा पाउनुहुन्न यहाँदेखिको बाटो चाहिँ। यता चाहिँ नाला हो। अब हाम्रो बारीतिर जान्छौँ हामी आज रोप्ने। ओ बाबु नजान मजाक नगर। यहाँ घरभित्र पुरै पानी गयो भाइ यता। अनि यसरी जाँदा पनि त पास भएन। अब चाहिँ हामी हाम्रो घरतिर चाहिँ धन्न पानी गयो यार। अलि अग्लो भएर उठ्नु। अब उतातिर जान्छौँ हाम्रो बारीतिर। यता आमाको घरतिर आमा ऊ ग्यासको आधी भइसक्यो पानी चाहिँ यता पनि। आमा धान कहिले रोप्नु भएको? आमाले धान रोप्नु भएको अरे। यहाँ धानै देखिएन यस्तो भयो। हाम्रो चाहिँ यहाँ माइलाङ्गल घरतिर नि पानी आएर रहेछ। पानी आए पनि माथि जानु पाउँदैन। यो आँगनमा मात्र हो यता चाहिँ। अनि यो हाम्रो बारीहरू हिजो रोप्ने भनेर भोलि रोप्ने भनेर हिजो यो ट्र्याक्टरले साएर पुरै बारी बनाएको केही काम लाग्यो त यहाँ सिधै पुरै सेतो मात्रै छ भाइ आमा न। हिजो बारी बनाएको त्यसै खेरै गयो आमा। यता पछाडि झन् पानी भरेर रहेछ पुरै। बाढी आइसक्यो है हाम्रो गाउँतिर नि। ओ तेरो घरतिर पानी गयो कि नै?
यसरी पानी बगिरहेको बिचारे पानी जाने ठाउँ छैन पुरै सेतो भयो नि के गर्ने होला अब जाने बाढी आयो हाम्रो गाउँतिर पनि चाहिँ यहाँ छाता ओढी ओढी यहाँ हेर्न आछौँ हेर्नु न पानी हो छाता पोला उडाही थाहै छैन छाता पानी यताबाट आहा के पानी यताबाट भिजिसक्यौँ भाइ हाम्रो नि बिउ खान लाग्नु बारीमा नास्ता बनाएर नास्ता खिलाएर आएको अब खाना बनाउनु जाने हो भात पाकिसक्यो दाल पाक्न तरकारी अनि हामी चाहिँ हजुरहरूलाई यो अपडेट दिउँ भनेर आएको के गर्नु 2 दिन पानी पर्यो भने यहाँ त बाढी आउँछ है आवाज अरे पुरा ड्रेस फेरेर आयो अहिले चाहिँ जति जे गरे पनि घाम त घामै चाहिन्छ जाडोमा पनि केही भयो भने म जिम्मेवारी जाडोमा पनि घामै चाहिन्छ अनि फेरि 2 दिन पानी पऱ्यो भने पनि बरु घाम लगाइदिए हुन्थ्यो पानी बिताइदिए हुन्थ्यो भन्नुहुन्छ यस्तै छ यति धेरै पानी छ के हाम्रो गाउँ चाहिँ डुब्न लाग्यो साथीहरू पानी कति बेला बिदाउँछ भित्र धेरै पानी गइसक्यो त्यहाँ घरमा चाहिँ उता त्यहाँ त्यो खेतालाहरू हेर्नु न अनि उहाँ चाहिँ बच्चाको छाता लिएर भर्खर भर्खर उठ्नु भयो अनि उठेर आँगन हेरेर आफै तर्सिनु भयो अरे उहाँको आँगनमा नि यस्तै पानी भयो अनि मोबाइल ठोराएर यता चाहिँ देखाउनु पत्रकार पानी सफा गर्न पानी सफा गर्न आउनु लाग्नु भयो उहाँहरू चाहिँ हाम्रो भाइले चाहिँ पानी फालेर खायो त्यहाँभित्रबाट फेरि भन्दा बाबु के अरे हाम्रो गाउँको सशस्त्रहरू रहेछ त्यहाँ सशस्त्रहरू आइसकेका छन् गाइस हाम्रो बिउ खान लाग्नु भयो मम्मी हजुरआमा फुपूहरू टिकटक बनाउन नि पाएन क्या अलि मजाले खाना बनाउनै झ्याउ होला मलाई फेरि घर गएर खाना बनाउनु हो अझै पानी आउँछ यस्तो गरेर मौसम कालो कालो भयो ल अब हामी घरतिर जान्छौँ खानासाना के बनाउनु पर्ने बनाउँछौँ यो चाहिँ हाम्रो बिउ हो त्यो पनि हो बिउ चाहिँ त्यति राम्रो भएन त्यहाँदेखि चाहिँ भयो अग्लो बाई साथीहरू अब नेक्स्ट भिडियोमा भेटौँला हामी रोप्न लागेको भिडियो पनि बनाउँछु म अनि भेटौँला साथीहरू बाई